2 गते को कार्यक्रममा हामीले 2 गते बिहान 7 बजे टिकौली हाइवे वरपर सरसफाई कार्यक्रम गर्नेछौँ भने यसको स्थान टिकौली सशस्त्र तालिम केन्द्र अगाडिबाट रहनेछ भने यसको मुख्य जिम्मेवारी टिकौली र मिलेजुली मध्यवर्ती सामुदायिक वनको रहनेछ भने आर्थिक व्यवस्थापन टिकौली मध्यवर्ती सामुदायिक वनले गर्नेछ। यस्तै गरी सोही 2 गते दिउँसो 3 बजे हामीले वन्य जन्तुमा संरक्षण वन्य जन्तु मैत्री संरक्षण मृगकुञ्ज प्रथम मृगकुञ्ज कप फुटबल प्रतियोगिता राखेका छौँ र त्यसको स्थान रनपा 7 सिसुवा चौर महिनामा हुनेछ भने यसको मुख्य जिम्मेवारी सिबिएफयु र प्याराडाइज युवा क्लब र रत्नप्रिय युवा क्लबले गर्नेछ भने यसको आर्थिकको व्यवस्थापन मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले गर्नेछ। यस्तै गरी हामीले 3 गते बिहान 7 बजे बर्ड वाचिङ कार्यक्रम गर्नेछौँ जसको स्थान जनकौली मध्यवर्ती सामुदायिक वन रहनेछ भने यसको समन्वयको जिम्मेवारी चाहिँ जनकौली मध्यवर्ती सामुदायिक वन, नेचर गाइड एसोसिएसन, बर्ड एजुकेसन सोसाइटी, सिबिएफयु, युवा च्याम्पियन र कन्जर्भेसन च्याम्पियनले गर्नुहुनेछ भने यसको आर्थिक व्यवस्थापनको जिम्मा जनकौली मध्यवर्ती सामुदायिक वनले लिनेछ। यस्तै गरी हामीले सोही दिन 3 गते बिहान 11 बजे बुझौँ वन्य जन्तुको हानि बानी घटाउँ मानवसँगको द्वन्द्व र हानि नोक्सानी भन्ने विषयमा चाहिँ अन्तर्क्रिया कार्यक्रम गर्नेछौँ र यसको मुख्य जिम्मेवारी रत्ननगर नगरपालिका वार्ड नम्बर 7 मा रहेको सिसुवार सभा हलमा हुनेछ भने यसको मुख्य जिम्मेवारी हामीले स्थानीय सरकारलाई दिएका छौँ जस अन्तर्गत मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत वार्ड नम्बर 1, 4, 5, 6, 7, 8 र 9 7वटा वडाहरू पर्नुहुन्छ र वडा अध्यक्षहरूले हामीले संयुक्त रूपमा यसको जिम्मेवारी लिन्छौँ भन्नुभएको छ र यसको आर्थिकको व्यवस्थापन पनि सोही वडा अध्यक्ष वडा कार्यालयले चाहिँ लिने बेहोरा मैले अनुरोध गर्न चाहेँ। यस्तै गरी मिति 4 गते बिहान 7 बजे हामीले बुढी राप्ती खोला सरसफाई कार्यक्रम राखेका छौँ जसको स्थान पडेरिया पुलदेखि बागमारा डुङ्गा घाटसम्म हुनेछ भने यसको मुख्य जिम्मेवारीमा चित्रसेन मध्यवर्ती सामुदायिक वन, बागमारा सामुदायिक वन, सिबिएफयु, लियो क्लब अफ सौराहा लेडी जेसिस र अन्य सङ्घ संस्थाहरू हुनेछ भने यसको मुख्य जिम्मेवारीमा आर्थिक जिम्मेवारीमा बागमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनले संयुक्त रूपमा गर्नुहुनेछ। यस्तै गरी हामी 4 गते दिउँसो 2 बजे डुङ्गा शहरको कार्यक्रम राखेका छौँ जसमा संरक्षण कर्मीहरू चाहिँ जानुहुनेछ। त्यसको व्यवस्थापन जनकौली मध्यवर्ती वन र बागमारा मध्यवर्ती वनले गर्नेछ भने यसको मुख्य जिम्मेवारी पनि सोही 2टा वनले गर्नुहुनेछ र यसको आर्थिक व्यवस्थापन पनि सोही 2टा मध्यवर्ती सामुदायिक वनले गर्ने एउटा जानकारी गराउन चाहन्छु। यस्तै गरी 5 गते हामीले बिहान 11 बजे सौरा सेक्टर स्तरीय अन्तर्विद्यालय स्तरीय चित्रकला प्रतियोगिता गर्नेछौँ जसको चाहिँ शीर्षक रहनेछ वन र वन्यजन्तु संरक्षणमूलक चित्रकला प्रतियोगिता हुनेछ।